हेलो एभ्रिवान, सेवा र नमस्ते। म अमृता लिम्बू, तपाईहरुलाई स्वागत छ फेरि पनि आज मेरो नयाँ ब्लगमा। आज चाहिँ हाम्रो यहाँ माइता घरमा आमा घरमा चाहिँ पूजा छ अनि तपाईहरुलाई पनि के कस्तो हुन्छ देखाउनेवाला छु। अनि मेरो भिडियोलाई लास्टसम्म हेरिदिनु होला भन्दै आजको भिडियो सुरुवात भइसक्यो। सामानहरु पुरा रेडी गर्दैछ आमाले। अरु सामानहरु चाहिँ उता माथि गर्ने रे लाँदैछ अहिले। अब चाहिँ यहाँ प्रसादको लागि मेवा हाम्रो त यहाँ गाछमै छ। यता चाहिँ भदाइनी पूजा यहाँ से हाय गर्दे। हाय, आपका नाम क्या है? पूजा लिम्बू। यहाँ हेरेर भन्नुपर्छ त। यहाँ पूजाले चाहिँ मेवा झार्नु आँटिरहेछ। यहाँ चाहिँ मेरो आमा हो, यहाँ हेर्दै न। हाय भन्दै। आमा हो मेरो एकदम माताश्री। आज के पूजा रे आमा? नदीको पूजा ओदेमा गर्नु। माउवा ओदेङमा नदीको पूजा नि। यो चाहिँ हाम्रो लिम्बूहरूले गर्ने गर्छ नि आमा। हो त्यो पनि गिरा। अनि यहाँ प्रसादको लागि यहाँ रेडी गर्दैछ। ठन्डामा मेवा खानुपर्छ। ठन्डामा रे गरममा सानो टुङ्सी बनाएको छ पूजा गर्नुको लागि। भरे यहाँ धामीहरू बस्नुको लागि यहाँ चाहिँ प्रसाद काट्दैछ भदाइनीहरूले। यहाँ तनु हाई से हाई गर। हाय, अब के भन्नु? यता चाहिँ पूजा। यहाँ आइस र तुसन भाग्यो यिनीहरू। पुरा यिनीहरूलाई काम पाएको छ। प्रसादहरू काट्दैरहेछ। यहाँ चाहिँ हाम्रो परिवार मात्रै आज चाहिँ पूजामा। अनि यहाँ चाहिँ कुखुराहरू। यता कान्छा दाजु आएर बसिराख्नु भएको छ। दाजु हाई भनिदिनु न। यहाँ चाहिँ पुरा अब रेडी हुँदैछ। अब धामीहरू चाहिँ आउँछ अन्त पूजा अनि सुरु। यहाँ चाहिँ हाम्रो परिवारहरूले चाहिँ आज मात्रै पूजा कम्ती। धन्यवाद गाइस। यसरी पूजा गर्नुपर्छ नदीमा। पूजा गर्दै हुनुहुन्छ दाजुले। यहाँ हेर्नुहोस् यसरी लिम्बूहरूले चाहिँ यस्तो गर्नुपर्छ नदीमा पूजा गरेको आज। यहाँ चाहिँ नदीको पूजा गर्दाखेरि चाहिँ यसरी पानीलाई यसरी थुनेर यहाँ भएर पूजा गर्नुपर्छ नि दाजु। यहाँनिर नि यसरी बनाउनुपर्छ। यहाँ आएको छ। यहाँ एकछिनमा यहाँ पूजा गरेर उता पानीमा चाहिँ के गर्नुपर्ने? यो यसलाई बगाउनुको लागि। यो भएर यसलाई बगाउनुको लागि चाहिँ यहाँ पानी थुनेको छ। अनि सबैजना चाहिँ यसरी यहाँ बसिरहेछौँ। घाम टन टन लागिरहेछ। यहाँ चाहिँ अब भरे यहाँ खाना सब्जी बनाउनुको लागि यहाँ रेडी। अब एकछिन पूजा सुरु भयो। अब एकछिनको बादमा यहाँ खाना सब्जी बनाउने। सब रेडी है। अभी पूजा भी शुरू हो गया। हमारा माइली भाउजू क्या लेके आया है? गाखिर। हाई भन न। हाई। उहाँ चाहिँ हुनुहुन्छ मेरो माइली भाउजू। यहाँ चाहिँ सबै परिवार छौँ। यहाँ चाहिँ कान्छा दाजुको छोरा आयुष। यहाँ हेर हाई भन्। आमाहरू यहाँ बसिरहेछ सबैजना। खै कान्छी भाउजू सरम लाग्छ अरे। के हुन्न आस्ते आस्ते बानी परिहाल्छ। हजुर हाई भनिदिनु न। फुपा चाहिँ कोक्तेल अरे। कसरी कोक्तेल भयो? मेरो नाक हेर। तिम्रो नाक कस्तो छ? छेत्री जस्तो छ। छेत्री हो म। यहाँ आधा म छेत्री आधा लिम्बू पनि हो। भाग मैले त्यस्तो भयो नि। नाक हेर नपत्ते। अनि यता उहाँ चाहिँ हुनुहुन्छ मेरो ठुली भाउजू। हाई भनिदिनु। हाई भन न। भरे आउँछ नि फेरि भिडियोमा तिमी।
ल्याएको छ तर हेरौँ है यहाँ पूजाहरू गर्दैछ यहाँ अब पनि उलेको छु लु यहाँ त भोलि पनि पाक्दैन होला यस्तो हावाले बढा उयो गरेको गरे आगो अल्गो भयो होइन र यो अल्गो भयो त यो सानोमा हुन्न र अब भात बनाउनुको लागि यहाँ यो सानो पानी बसेर आइछ तर यो चुल्हा अल्गो भयो होइन अनित यो सानो ओदन लगाइ हेर त यो त पाक्दैन भात आछै यस्तै छ हाम्रो गाउँहरू रमाइलो छ हामी चाहिँ यहाँ बसेको एकदम आज त पूजा अरे पिकनिक खानु आएको जस्तो पो लागिरहेछ म त नि अब यसरी टकटक टुक्रुक यता गेम खेलिरहेछ क्रिकेट हेर्ने हेरिरहेछ हामी चाहिँ यहाँ बसिरहेछौँ बनाउनेले बनाइरहेछ अब हामीलाई बोलाउँछौँ त पूजा गर्दाखेरि अहिले जानुपर्ने बस्नुपर्ने घाममा बिहानदेखि के खाएको छैन पानी बाहेक यता छ परेवाहरू छोपिरहेछ यहाँ चाहिँ डाङ्ग्रे परशुराम डांगरे बाबा की कमरू कामचे डांगरे बाबा की तो 33 कोटी देवता डांगरे बाबा की तो सीमे बुमे डांगरे बाबा की तो सबसे बड़ा डांगरे बाबा की माछा यहाँ ठुलो माछा छ अहिले चाहिँ अब डाङ्ग्रे सक्यो नि काका डाङ्ग्रे पूजाको लागि चाहिँ अहिले सक्यो अब एकछिन पछाडि यता फेरि यहाँ चाहिँ अब परेवालाई उडाउनुको लागि यहाँ पूजा गर्दैछ सबैजना बसिरहेछौँ गरम त्यसो लागेको छ काकाहरू ऊ दाजु त पुरा रिन्द्रामा अब चाहिँ परेवा उडाउनु आँटेको आमा आऊ ल ल ल अब चाहिँ उडाउने यहाँको सक्यो पूजा अब सुँगुरको पूजा पनि यहाँ गर्छ दाजु यहीँनिर नि ए अनि भरे राति चाहिँ उता चाहिँ तङसिङ हजुर ए अहिले चाहिँ यहाँ पूजा रेडी भइसक्यो अब सुरु हुनु मात्रै अब खानाहरू पनि पाक्दैछ खानाहरू चाहिँ भातहरू चाहिँ पाकिसकेछ अब मासुहरू बनाउँदैछ पुरा आजको मौसम चाहिँ एकदम टन घाम छ हाम्रो यतातिर चाहिँ के चाहिँ परेवा उड्यो एउटा गयो होला परेवा पनि उडाएको थियो कि यहाँ प्रसादहरू सबैजना यहाँ बसिरहेछ अब फुल छ त हौ अनि लुगा लगाइदे यहाँ मासु काकाले काटिसक्नु भयो खसीको खसी अरे बाख्रा परेवा बाँस काट्नु जाँदा चाहिँ सरपञ्चको छोराले चलायो तारा छ र जाने एकदम ब्युटिफुल छु त सबैजना एकदम गरमले आज दिनभरि बिहानदेखि केही खाएको छैन पानी र चिसो पानी खाँदै बसिरहेको हामी यता आयुष पुरा यहाँ बेहोस भएर खत्तम सरमले लुकेको
यहाँ चाहिँ अब काली सरप बगाउनुको लागि यहाँ पूजा गरिँदैछ अहिले चाहिँ हाम्रो लिम्बूहरूले चाहिँ यस्तो गर्नुपर्छ हेर्नुहोस् यहाँ Mawa ko mang tumpuha ko mo hampala mo sani pa hayo ka mo kanti di kampo ma bo sampa ato ka mo inti di tumpu sampa ato sani pa hampala ko ya mo sano hampala ko mo ato sani pa सरप बगाउने टाइम भइसक्यो अब हामीलाई सबैलाई बढायो हाम्रो परिवार जति कति छ छो 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 उता छो त सबैजना यो चाहिँ हाम्रो आङदेमी ग्रुप है गाइस यतिजना छौँ हामी म आङदेमी पनि हो टुङबाङदेवी पनि Hampala ko mo sani pa hena ko mo hampala aplung wa dang se sa ko na ko mo sa ti kun te di ben na ko Hangdam be ani hangdam be ha ko mo hampala mo sani pa to hena ko mo hampala sa mura re ni se si ha ko ban mura re te si hampala sa pa wa mang dire ni ate to sila ko mo hampala ya mo ani ko honna jani ba ya mo sa ti kun te ni ben la ko ban ko mo hampala खोइ हाम्रो भाजे छेर के हो mo sani ba mo hena ko mo hampala ko mo na sani ba yo ko wa di buk ma re na Ato sani faksara guluk buk sabara ni hato sana singwa to plani le sa ma wa mang de ma hampala ko ya के गर्छ Ala iyo etera male sampai kere sat kol di makan sampai mesti. Hampala ko mo ha sani pa hena ko ala sa hena ko mo hampala mo sa apro bitang se. Ni tipo to mai ni to pon. Ani to pon. Hena sani pa hampala ani ko mo hato sani pa be ji di ba da sa de hampala ko mo sani pa sa wa ba. Na sani ba singmang la yo isu yang ato sani ba lumang la chai lu yang hampala ko ato sani ba to na wa ra sin le yang le sani ba to isu boti su yang ada to mo na sani ba to ap lung ti dang se dang ato sani ba to siwa su ti ru dang hampala na ko mo ang jam te hampala yang के छैन अनि उहाँ भन्छ होला नि त बेटी बजे भन्छ नि आ फुटा दिन्छु म एकछिन त हो लागि छ त त्यो फुटाइएन बाइचान्स चिप्ल्यो भने त त्यो पाङ्राले आफ्नो पाङ्रामा खुस्काउँछ है आफ्नो खुस्को त ठिकै छ अर्को खुस्का पनि छ हल्ला साली हप्पालेको हल्ला साली बा जति भयो लागेको म आनेको हातो सासमा मनोजलाई बोलाउन भन्छ हल्ला हप्पालेको हल्लाको दो हल्ला साली हैन गर्छ त अहिले चाहिँ यहाँ प्रसादहरू खाएर यहाँ बसिरहेछौँ चिया पानी प्रसाद यता पनि यहाँ अब खानापिना खानुको लागि यहाँ रेडी खाँदैछौँ हेर्नुहोस् सबैजना बसेर भात खाँदैछौँ अब भात छ अब म पनि खाने भात अब चाहिँ गाइस हामी चाहिँ पूजा पनि यहाँ खाइवरी भातहरू खाएर जाँदैछौँ घरतिर आमाले चाहिँ खङ्गी बोकिरहेछ मैले चाहिँ पिरा यतै अगाडि पनि जाँदैछ मान्छेहरू अझै छ यहाँ आउने जानेलाई दिइरहेछ प्रसाद खाने केटाकेटीहरूलाई हामी चाहिँ खाएर फेरि घरतिर लागिरहेछौँ।